Posa thamka. Right, Sonia Sali. Right, diameter regale. Back days for diameter regale. Welcome back to my new vlog. आज भ्लगमा स्वागत छ। आज शिवरात्रि हो। ह्यापी शिवरात्रि सबैजनालाई एकदम रमाइलो तरिकाले मनाउनु होला भन्न चाहन्छु। त्यो अब खासै भ्लगहरु गर्न पाएको छैन अनि यसो मिलाएर हेर्दिनु होला पुरानो भ्लगहरु पनि मिलाएर हेर्दिनु होला भन्न चाहन्छु। टाइम मिलेसम्म भ्लगहरु बनाउने नै छु। त्यो लेट्स सी आज के कस्तो हुन्छ। मन्दिरमा जानुपर्ने हुन्छ बेलुका हेर्दै गर्नु होला। लेट्स सी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला अनि पुरानो हुनुहुन्छ भने नोटिफिकेसन बेल अलमा राखेर साथ दिनु होला भन्न चाहन्छु। त्यो गाइस लेट्स सी टक्क लाएर सालार म जान लाग्यो। बाबै हाम्रो पोसा पोसा थामका सोनिया साली खै त साली पोसा बाबु यस्तो नि साला चित्तिकै परेर गाह्रै जित्दन्छ चित्तिकै परेर गाह्रै जित्दन्छ कन्ने के त धन्ने साला कन्ने के त धन्ने साला ठीक छ नि साला नि रचरानको के साला फिक्स छ नि अहिले उस गरम लाग्यो अहिले सुते हुनुहुन्छ होला। अहिले त फाइनली हामी बिसी आइसक्यौँ। साला अगाडि छन् ढिल्ल देख्न सक्नुहुन्छ होइन तल मन्दिर पर त बस्दैन ब्रो आज पूजा गरेर नआयो ब्रो मलाई माग्थ्यौ अहिले त मन्दिरमा त्यस्तो छ टक्क लाएर हामी जानुपर्ने हुन्छ। फाइनल्ली हामी अहिले मन्दिरमा आइसक्यौँ। यस्तो छ सुनसान छ। अब भनेपछि किरणले जुध्यो है ह्यापी शिवरात्रि भजन सुरु हुँदैछ। गीत त अफ गरौँ भयो एकछिन है। अब आगो पुगेर पट्काउनु पर्ने हुन्छ। यहाँ रहेछ झन् दाउरा त होइन मैले अटो छेलाई पनि फोन गरेको के अरे ऊ ल्याऊ भन्ने हो। कारा भिज्ला अरू भन्दा पनि त्यो उसको चिल्लाएको छु मैले आगो फुल्न लाग्यो। यस्तो उफ्रेर नानो मजा राम्रो छ। त्यहाँ पुरा भजन गाएर अनि नाच्दैछन्। है त्यो कुहुने यार अत्र खाना हार्नु यार कुहुने यार अत्र खाना हार्नु यार शिवरात्रि लगाएर हुन्छ अहिले खाइदिने हो क्या। सुनिल भाइले टक्क लाएर दाउरा लिएर आएको छ। पानी पनि बल जस्तो गरेको बल्दैछ हेर। ओहो के हो र डलाने आगो बवाल बलेको छ हाम्रो सालु उखु लिएर आउन लागेको छ नि टक्क लाएर। ठिक छ क्या साला दामी खाने चाहिँ रहेछ मिठो। अहिले यो पट्का मने छोड्न जाउँदैन अहिले यो पट्का मने छोड्न जाउँदैन यस्तो छ हाम्रो ग्याङ केटाहरू। अनि उ त्यो भुस लिएर हालिदेऊ न हो यहाँ पनि त्यहाँ छ क्या
खनाइदिने होला यो एगोरा मुन्थिल कोल्दे हो म्याटिस कोल्दे लाग्यो यार अरे अब एगोरा मुन्थिल कोल्दे लाग्यो यार ल है अरुण छैन र ढाल्दा खै तले भान्जाले बनाउँछन् क्या त्यो जिम्मेवारी भान्जाको किताबले अन्त फाली नै जोपिन्छ होला यार किताबले अन्त फाली नै जोपिन्छ होला यार उखु ग्याङ वाउ मिठो खालको त ल मामाको तर लास्ट मिठो हुन्छ है होइन दामी तरिकाले खानु लाग्यो टक्क ल सल्लाह ल है त ओ दामी ल हाम्रो दाइको ल दामी गयो कसको त्यो नि भयो क्या उनीको चोरी ल्याए पर्छ यता हाम्रो रामचन्द्र टक्क लाएर खुसोने सल्लाह हुँदैछ यता त्यहाँ फेरि टक्क ल सल्लाह ठुलो अब माथि माथि रङ्गा क्या उति हल्का माथि राख्यो हुन्छ एकछिन योले पट्टिन्छ यो नपत्किन्न रहेछ ठुलो भएर ठुलो झ्याउन रहेछ म एउटा टुफानको टाउकोमा नि पठाइदिन्छु टुफानको टाउकोमा नि पठाइदिन्छु मेरो रे म यस्तो गरेको सेट यहाँ डलेर यस्तो यहाँ पिसीको राखिएन मिठाको चोरे आएको चाहिन्छ खाऊ दिएछ एक हातको यो त पत्किन्न रहेछ क्या ठुलो रोजेर झ्याउ गरे नि यार अरे मेरो उसो के अरे जोसको तात्या टिप्दै ल त मामा दुईजनाको सँगै ल ल दाइ नि किरा छ त दामी नि साला यो त खानु पर्छ साला यार हट्रा दामी
हरि हरि हरे गोटा लाग्दैछ दामी तरिकाले मामा नपुऱ्याउनु होला यार थुप्रै सङ्ख्या हो ध्यान लाग्छ र गोटा खान लागेको छन् सबै घाँटी बस्यो गीत गाएर खतम भयो नि खान लागेको छन् है त हाम्रो सुनिल भाइ यसरी खान लागेको छन् एकदम हाम्रो चाहिँ अब भिडियोलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब भने च्याप्पै गर्न नबिर्सिनु होला भयो कि भएन र यो नि